हेलो नमस्ते एन्ड वेलकम छ हजुरहरू सम्पूर्णलाई सजिना युट्युब च्यानलमा है। हजुरहरूलाई वेलकम छ है त। हेर्नु यो चाहिँ आज चाहिँ म के देखाउँदैछु भने आज चाहिँ म मेरो सानो घर देखाउँदैछु। लेट्स गो। सानो घर देखाउनु भन्दा पनि हामी चाहिँ अब घरबाट निस्केर पसलमा जाँदैछौँ। अब हाम्रो चाहिँ अटो पनि रेडी भइसकेको छ। यता चाहिँ अटो रेडी भइसकेको छ। हेलो, अब हामी कता जाने हो रे? पसलमा जाने हो। सजिना कस्मेटिक पसल हो। लेट्स गो। अब हामी चाहिँ पसलमा जाँदैछौँ। अब पसल पुगिसकेपछि हल्का अलिकति भिडियो बनाएर देखाउने छ है हजुरहरूलाई। हामी चाहिँ पसल जाँदैछौँ। अहिले चाहिँ एकदमै मौसम चाहिँ यति धेरै चिसो पनि छ, साथै एकदमै कुहिरो लागिरहेछ। हेर्नु यति धेरै कुहिरो छ। कतिजनाले चाहिँ हाम्रो पसलको लोकेसन पनि सोध्दै हुनुहुन्थ्यो। यहाँबाट लोकेसन पनि पत्ता लगाउन सक्नुहुन्छ कि। हामी चाहिँ माथि ढकाल गाउँबाट के झऱ्यो, ढकाल गाउँ हुँदै यो पिच एकदम चोक हुँदै फाँडबाट आउँदैछ। यो मदन भण्डारी लोकमार्गको यो पिच बाटोमा छ। खाले खुल्टी पनि छैन, एकदम हलाउँछ अटो साह्रै हल्लाएको बाटो यस्तो छ। अनि त्यही भएर त्यही कुरा गर्दै हुनुहुन्छ हाम्रो साउजीले। अगाडि चाहिँ पुरै गाडी। यताबाट चाहिँ अहिले काठमाडौँको गाडी पनि यतैबाट चल्छ है। ल अगाडि पुलिस दाइहरू पनि हुनुहुन्छ। यो चाहिँ ढुङ्ग्रेबास र मिलन चोकबाट आउने मेन चोक भयो। यो मेन चोकबाट चाहिँ हाम्रो पसल चाहिँ 12-15 घर तल गएपछि ट्याक्कै आउँछ है। ल म तपाईँहरूलाई टक्क लोकेसन पनि देखाइदिन्छु। यो चाहिँ हाम्रो पसल जाने लोकेसन हो। यो चोकबाट चाहिँ धेरै टाढा छैन है हाम्रो पसल चाहिँ। यो मरिनको हाइवे हो। हेटौडाको हाइवे पनि भन्छन् यो जाने। ढुङ्ग्रेबास र मरिन चोकको बाट धेरै टाढा छैन। आइसक्यो है हाम्रो पसल चाहिँ आइसकेको छ। सजिना कस्मेटिक। अगाडि पनि देखाइदिनु। यहाँ अगाडि चाहिँ कमलामाई नर्सरी छ। यहाँ ग्यारेज छ, कमलामाई नर्सरी फर्म पनि छ। त्यसैको जस्ट अगाडि नाले हामी चाहिँ हाम्रो पसलमा आइसकेका छौँ। अब चाहिँ हामी पसल खोल्छौँ है। फाइनली अब हामी पसलमा आइसक्यौँ। पसल पनि खोलिसकेका छौँ। हाम्रो पसल चाहिँ यस्तो छ। हजुरहरूलाई कपडा चाहिन्छ भने पनि कपडा पनि छ। हामीसँग चाहिँ हरेक सामानहरू एकदमै सुपथ मूल्यमा पाइन्छ है। ब्याग भयो, बोर्डिङ जुत्ता भयो, खेलौना भयो, कस्मेटिक सामान भयो, जुत्ता चप्पल, यस्तो राम्रो जुत्ता चप्पलहरू पनि एकदम सुपथ मूल्यमा पाउनुहुन्छ हजुरहरूले। हजुरहरूलाई केही सामान चाहिन्छ भने आउन पनि सक्नुहुन्छ। ब्याग पनि भयो, यस्तो राम्रो हाई क्वालिटीको यो ब्याग पनि हामीले मात्र 1000 रुपियाँमा दिइरहेछौँ। यस्तो राम्रो यो ब्यागहरू चाहिँ मात्र 550मा दिइरहेछौँ। एकदमै राम्रो यो सुज हेर्नुहोस् त। यो सुज कहीँ पाउनुहुन्छ हजुरहरूले 1000 रुपियाँमा हाम्रो पसलमा पाउनुहुनेछ मात्र 1000 रुपियाँमा। अनि यस्तो राम्रो सुजहरू छ। यो चाहिँ हामीले मात्रै 1300मा दिइरहेछौँ। एकदमै राम्रो छ। डिजाइनहरू त्यत्तिकै राम्रो छ। हजुरहरूलाई केही सामानहरू चाहिन्छ भने हाम्रो पसल चाहिँ भिजिट गर्न सक्नुहुन्छ है। सुपथ मूल्यको लागि चाहिँ हजुरहरूले सम्झिनु होला। सजिना कस्मेटिक एन्ड जुत्ता चप्पल पसल। यहाँ चाहिँ हजुरहरूले हरेक सामान चाहिँ एकै ठाउँमा एकदम
सस्तो मूल्यमा थोरै मार्जिन राखेर हामी हजुरहरूलाई सेल गरिरहेको हुन्छ। सम्झिनु होला है त सजिना कस्मेटिकलाई। ल अनि त्यसपछि म भन्न चाहन्छु हजुरहरू सबैजनाले सजिना युट्युब च्यानललाई चाहिँ लाइक, कमेन्ट अनि सब्सक्राइब गर्नलाई चाहिँ नबिर्सिनु होला। बाई बाई।